एक सेकेन्ड सोच्नुस्, के नेपाल क्रिकेट आफैले आफ्नो भविष्य दबाइरहेको छ? नेपाल क्रिकेटमा आज एउटा गहिरो र महत्त्वपूर्ण प्रश्न उठिरहेको छ। के हामी साँच्चीकै आफ्ना युवा खेलाडीहरूलाई पर्याप्त अवसर दिइरहेका छौँ? ट्यालेन्टको कुरा गर्दा नेपालमा कहिले कमजोर छैन। गाउँ-गाउँमा, गल्ली-गल्लीमा म्याच जित्न सक्ने क्षमता बोकेका युवा खेलाडी छन्। तर केवल ट्यालेन्ट हुनु मात्र काफी हुँदैन। निरन्तर मौका, विश्वास र धैर्य बिना कुनै पनि खेलाडीले आफ्नो वास्तविक क्षमता देखाउन सक्दैन। कहिलेकाहीँ एक दुई खेलमा निर्णय गरिन्छ, जसले एउटा करियर सुरु हुनु अघि नै रोकिदिन्छ। यदि हामी भोलिको बलियो नेपाल टिम चाहन्छौँ भने आज नै युवामाथि भरोसा गर्नुपर्छ। गल्ती गर्न दिने, सिक्न दिने र आफूलाई प्रमाणित गर्न समय दिनुपर्छ। तपाईँ के सोच्नुहुन्छ? के युवा खेलाडीहरूलाई अझै धेरै मौका दिनुपर्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। जय नेपाल क्रिकेट।